नमस्कार मित्रहरू, आजको भिडियोमा हामी कुरा गर्दैछौँ मूलाङ्क 2 भएका मानिसहरूको बारेमा। यदि तपाईँको जन्म कुनै महिनाको 2, 11, 20 अथवा 29 तारिकमा भएको हो भने तपाईँको मूलाङ्क हुन्छ 2। मूलाङ्क 2 को स्वामी ग्रह हो चन्द्रमा। चन्द्रमाले भावना, शान्ति, कल्पना शक्ति र संवेदनशीलतालाई प्रतिनिधित्व गर्छ। आज हामी जान्नेछौँ मूलाङ्क 2 को स्वभाव, सकारात्मक र नकारात्मक पक्ष, प्रेम जीवन, करियर, भाग्यशाली कुरा र जीवन सफल बनाउने उपायहरू। मूलाङ्क 2 भएका मानिसहरू धेरै नै भावुक, शान्त, दयालु र सहयोगी स्वभावका हुन्छन्। यी मानिसहरूले अरूको भावना छिट्टै बुझ्न सक्छन्, त्यसैले धेरैजसो मानिसहरू उनीहरूसँग आफ्नो कुरा सेयर गर्न सहज महसुस गर्छन्। उनीहरू झगडा गर्दा शान्ति मन पराउँछन्। रचनात्मक सोच, कला, सङ्गीत, लेखन वा आध्यात्मिकतामा धेरै रुचि हुन्छ। तर कहिलेकाहीँ धेरै सोच्ने बानीले गर्दा मानिस तनाव पनि बढ्न सक्छ। मूलाङ्क 2 भएका मानिसहरूको सबैभन्दा ठुलो शक्ति भनेको संवेदनशील मन र गहिरो सोच हो। उनीहरू राम्रो साथी हुन्छन्, सम्बन्ध निभाउन जान्दछन्, विश्वासयोग्य हुन्छन्, सहयोग गर्न सधैँ तयार हुन्छन्। यस्ता मानिसहरूमा कला, ध्यान, लेखन, सङ्गीत जस्ता क्षेत्रमा विशेष प्रतिभा देखिन्छ। कमजोरीहरू: मूलाङ्क 2 भएका मानिसहरू चाँडै भावुक हुने, निर्णय लिने ढिलो गर्ने, आत्मविश्वास कम हुने, अरूको कुराले धेरै असर पर्ने जस्ता समस्याहरूमा फस्न सक्छन्। कहिलेकाहीँ उनीहरू बाहिरबाट शान्त देखिए पनि भित्री धेरै कुरा सोचिरहेका हुन्छन्। प्रेम र सम्बन्ध: प्रेमको कुरा गर्दा मूलाङ्क 2 भएका मानिसहरू धेरै सच्चा, समर्पित र भावनात्मक हुन्छन्। उनीहरू प्रेममा धोका मन पराउँदैनन्। एक पटक कसैलाई मन पराए पछाडि पुरै दिलको सम्बन्ध निभाउने प्रयास गर्छन्। तर धेरै संवेदनशील भएकाले सानो कुराले पनि मन दुख्न सक्छ। करियर र भाग्य: मूलाङ्क 2 भएका मानिसहरूलाई यी क्षेत्र राम्रो मानिन्छ। शिक्षक, कलाकार, सङ्गीत, लेखन, काउन्सिलिङ, होटल, पर्यटन, भाग्यशाली कुरा। शुभ ग्रह चन्द्रमा, शुभ दिन सोमबार, शुभ रङ सेतो, हल्का नीलो, शुभ अङ्क 2, 6, 8। उपाय: यदि तपाईँ मूलाङ्क 2 हुनुहुन्छ भने चन्द्रमालाई जल अर्पण गर्नुहोस्, ध्यान र योग गर्नुहोस्, धेरै नसोच्ने बानी बनाउनुहोस्, आत्मविश्वास बढाउनुहोस्। मन्त्र ओम सोम सोमाय नमः। यदि भिडियो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।